मदन पोखरा ओह्रालो बाँसटारीको ओह्रालो यसलाई भन्छ बाँसटारीको ओह्रालो पुग्नेछौँ र यहाँसम्म पाल्पा जिल्लाको मदन पोखरा को सिमाना हो। अब हामी त्यसपछि जाँदैछौँ माथागढी गाउँपालिका। हेर्नुहोस् मेरो साथमा ठिकै छ भोपती पनि छ। हामी अहिले भोलि सुनिल बाबुको बिहामा जन्ती जानको लागि आज जाँदैछौँ र भोलि हामी माथागढी गाउँपालिका वडा नम्बर 7बाट हामी पोखरा जन्ती जाने कार्यक्रम छ। यसैको लागि आज हामी रूपन्देही अर्साटिकरबाट आउँदै हो र अहिले ट्याक्कै हामी माथागढी गाउँपालिकाको गेटमा छौँ। अब हामी माथागढी गाउँपालिका प्रवेश गर्छौँ र माथागढी गाउँपालिका तपाईँलाई देखाउँछु। यो माथागढी गाउँपालिका हेर्नुहोस्, माथागढी गाउँपालिकाको प्रवेशद्वार म देखाउँदैछु तपाईँलाई। जुम गरेर देखाऊँ, जुम गरौँ। ल हेर्नुहोस्, माथागढी गाउँपालिकाको प्रवेशद्वार। ल यसरी अब यहाँबाट हामी माथागढी गाउँपालिका सुरु हुन्छ। हामी माथागढी गाउँपालिकाको वडा नम्बर कति पर्छ थाहा भएन। ल माथागढी गाउँपालिका हार्दिक स्वागत गर्दछौँ। यति बेला 19 डिग्री सेन्टिग्रेड 13:40 अर्थात् 1:40 गएको रहेछ। ल हेर्नुहोस्, र यसको लागि अब हामी जाँदैछौँ है। ल लगत्तै तपाईँहरूलाई मेरो ठुल्कान्छा पलकमा यो देखाउने छु। ल
हथागढी गाउँपालिका प्रवेशद्वार